एन्ड नमस्ते सबैलाई वेलकम ब्याक गाइज मेरो सानो भिडियोमा। र आज मैले सानो भिडियो के ल्याएको छु भने मेरो मम्मीको बर्थडे छ र मम्मीलाई मैले सानो बर्थडे गिफ्ट सरप्राइज दिन लागेको छु। त्यस्तो ठुलो त होइन, जे होस् मम्मीलाई काम लाग्ने चिज दिन लागेको छु है। काम लाग्ने भन्दा त्यसको अल्टरनेटिभ मोबाइल त भइहाल्छ होइन, त्यस्तै दिन लागेको मम्मीलाई। म अहिले तपाईँहरूलाई एकछिनमा देखाउने छु र मम्मीको रियाक्सन पनि देखाउने छु, म कस्तो हुन्छ मम्मीको रियाक्सन। यो त सानो गिफ्ट के हो भने म नभएको बेला मम्मीलाई टाइम पास होस् भन्ने हिसाबले मम्मीलाई मैले सानो गिफ्ट दिन लागेको छु। यसो हेर्दैन मम्मीको त टिका लाग्यो, अब गिफ्ट दिनु बाँकी छ मम्मीलाई। गिफ्ट चाहिँ के छ भने यो चाहिँ मम्मीको गिफ्ट हो। यसमा के छ यो चाहिँ अब थाहा हुन्छ बिस्तारै, अब ढोका खोलेर जाने टक्क बर्थडे गिफ्ट। ल ह्याप्पी बर्थडे टु यु। ल थ्याङ्क यू। ल खोलेर हेर्नु न के हो। मोबाइल हो के हो त्यसकै हो या ल खोलेर देखाउनु न। खै ड्याडी खोलिदिनु, मम्मीले जानु है यसरी होइन, यसरी होइन सिधै निस्किन्छ मम्मीलाई। ड्याडी हात पुस्नु हो। ल यो चाहिँ अब ड्याडी मम्मीलाई नै है, छोरा बाहिर ठुलोमा टक्क पारेर मम्मीको लागि। खै खोलेर देखाउनुहोस् त। यो मम्मीको ट्याटको बर्थडे गिफ्ट, बिल सुधा सबै बिल समेतको यो मम्मीलाई। अब ड्याडीको नि आइफोन अलरेडी छ, मोबाइल छ, मम्मीलाई चाहिँ उयो हुन्छ प्लास्टिक यहाँबाट निकाल्नु, प्लास्टिक निकाल्नु न एकचोटि ल्याउनु, बक्सिङ गरिहाल्नु। ल ल खै देखाइदिनुहोस् यहाँ। थ्याङ्क यू छोरो। खै यहाँ सिधा देखाउनु न। हो ल थ्याङ्क यू छोरो। ल कस्तो लाग्यो मम्मी? राम्रो लाग्यो। के को लागि थाहा छ यो? थाहा छ के को लागि भन्नु त? उताबाट कल गर्दा ठुलो अनुहार देख्छ भनेर। सानो आवा चाहिँ मोबाइल अलिक कम गर्नु चलाउन दिइसक्यो। खै मम्मी खै मम्मीको गिफ्ट मैले देखाइदिएँ ल। ओहो ट्याब्लेट चाहिँ डेलाई चित्त देखेको छैन नि, मेरोमा पनि आउँछ नि, तपाईँको पनि आउँछ। तपाईँलाई अलरेडी दिइसके लोबी। मलाई पुरानो भयो क्या। आइफोन छ, ल्यापटप छ, ड्याडीलाई ल्यापटप छैन। ल मलाई सेकेन्ड ह्यान्ड भन्नु त। Happy birthday to you.